ज्यामिरा लेक कैसरो वाउ कस्तो आँखा घुम्यो 20 मिटर गहिराइ 30 मिटर भी आकारको ए बीचमा गहिरो छ छेउछेउमा चाहिँ त्यो कुनादेखि यो कुनासम्म त आधा किलोमिटर छ होला यहाँ एउटा भर्खर नेपाली आर्मी थियो स्विमिङ गर्न लाग्यो उता जान्छ भनेर बिचमा पौडिन नसके हात खुट्टा गलेर उनी खस्यो यहाँबाट पारी पुग्न नसकेको है यो रुखहरू यहाँसम्म त जमिन होला है अलिक कम होला पानी वाउ यसमा त धेरै छ नि गइरहेको यो रुखहरू त यो डिजाइन बनाएको कि यसो के यता फर्किनु मरे पढेर घुम्यावासी त्यो बस्थ्यो उसले चाहिँ त्यहाँ पुग्छु भनेर उ गरेर के उसले पारी है कसमै खाएको कसम पुरा गरेन बिचमा गइसकेपछि न यता न उता चिसो लाग्यो नि त चिसो होला चिसो छ कस्तो चिसो छ नि पानी चिसो गहिरो गल्यो के हात खुट्टाहरू तपाईँ जहिले तपाईँ मात्र हुनुहुन्छ यहाँ म मात्र समितिमा छन् उहाँहरू चाहिँ के गरेको यहाँ दहमा पनि त छ गर चारो डुङ्गा रहेछ यति छ त त्यो मजै हुन्न 2 मिनेटमै सकिन्छ अघि 50 किलोमिटर यहाँ यो त भयङ्कर के हेर न उता देखाउनु कस्तो ठुलो छ हिमांशुलाई ल्याउनु पर्छ ल शनिबारमा है फेरि हेरौँ छुट्टी छ भने यो चाहिँ माछा मार्नलाई बस्नु भएको के हो तारहरू छ के अरे तपाईँहरू माछा मार्दै हो माछा पनि छ है मारेछ अहिले अलिअलि हाइएस्ट भनेको मान्छे 18 किलोको माछा मारेको 18 किलोको माछा अहिले आउँछ भाइ किन्न बेच्नु होला मारेको बेच्ने यिनीले कहाँ बेच्छ के भन्नु पारे बेच्नु त्यो 100 रुपियाँ तिर्ने अनि बल्छी खान्छ रमाइलो 100 रुपियाँ तिरेर माछा मार्ने के बिचमा टापु रुख कति ठुलो बिचको है हेर्नु त त्यहाँ आउनु यता माथि बस्नु त्यो प्राकृतिक ठाउँहरू एक्सप्लोर अझ विकास हुनुपर्छ कि यो त मान्छेको राम्रो मान्छे फेला पारेको छैन कि हो नि हेर्नु त राम्रो नेता यो पुरा बनाइदिएर पुरा हिन्दी बनाइदिनु पर्छ क्या मन्दिर पनि वनको उसले बनाइदियो यतिको वनकोले बनाइदियो वनकोले मन्दिर ए बचत आउने भए त राम्रो हुन्थ्यो वन विभागले होइन त्यहाँ वन डिभिजन कार्यालय के लेखा छ कि यसले राम्रो मान्छेको फेला परेको छैन यो विकास हुनुपर्छ चाहिँ 12-13 वर्ष अगाडिसम्म म त्यो दौसम्म पनि आउँथेँ कि तर यो भन्ने यहाँनिर भन्ने थाहा थियो यही पनि त्यहाँ गा जस्तो छ है भाइ तलको दौमा क्या यही पानी गा जस्तो छ है होइन यो पानी जान्न दहबाट सिमसार क्षेत्र पनि लाग्छ पानी म यसरी तल छौँ मिल्छ तल आएर छौँ न माथिको पानी पनि माथि लाग्छ कि यसको ए यता एउटा फेरि वनबाट आउँछ वनको पानी छ त्यो जम्मा हुने सुन्न सकेन यता खोला आउँछ र खोला आउँछ है खोला आउँछ यहाँ आउनु यता आउनु त यता आउनु हिँड्नकै हिँड हो के हुँदैन ढल्दैन के अन्त हिँड्दैमा के हुँदैन है अलिक त्यत्रो डस्ट आउने मोबाइल खोज्ला तपाईँ यहीँको स्थानीय ए बरा क्षेत्रको तलको यहाँ हाम्रो ठेक्का छ क्या ए तपाईँ ठेकामा यो चलाउनु चाहिँ ठेका तपाईँको 10 लाख वर्षको होइन 5 वर्ष ए वर्ष 1 लाख ठिकै हो
यसरी भुइँ किउँ मान्छे आयो भने त दिनमा 30 यस्तो डुङ्गा भन्दा पानी जाँदा हालिने नि भनेको वारिपारि क्या पिकअप मानेकोमा 300 रुपियाँ किन्नुहोस् 400 किन्नुहोस् नहोस् आफ्नो ठाउँमा हेर्नुहोस् त अब केपी ओलीले त पानी जाँदिनु सकेको छैन हाम्रो काम